के तपाईँ पनि एउटा फेसबुक क्रिएटर हुनुहुन्छ र तपाईँले पनि आफ्नो फेसबुक एकाउन्टलाई मोनेटाइजेसन गर्ने सोच राख्नु भएको छ अथवा मोनेटाइजेसन गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँ आजको भिडियो तपाईँको लागि धेरै बेस्ट इम्पोर्टेन्ट भिडियो हो र सबै फेसबुक क्रिएटरहरूको लागि हो। किनकि साथीहरू अहिले जुन क्रिएटरले मोनेटाइजेसन गरिसकेको छैन भने त्यो भविष्यमा गर्न सकिन्छ, इन केस फ्युचरमा गर्न सकिन्छ। र यो कुरा बुझेन भने आजको दिनमा त भोलिको दिनमा उसलाई धेरै समस्या आउने गर्छ र उसको आइडी पनि खतरामा पर्न सकिन्छ। सो साथीहरू के हो आजको भिडियो सब थोक भन्ने छु। सो तपाईँ भिडियोलाई अन्तसम्म हेर्नु होला। र साथीहरू हेर्नुहुन्छ भने धेरै क्रिएटरहरूले मोनेटाइजेसन गरिसक्छ भने आफ्नो आइडीलाई त्यसपछि कपिराइटको समस्या आउने गर्छ र धेरै विभिन्न खालको समस्या इस्युहरू हेर्न सकिन्छ तपाईँहरू फेसबुक एकाउन्टमा। र अहिले हेर्नुहुन्छ भने मोनेटाइजेसन भइसकेछ मेरो र यहाँ हेर्नुहुन्छ कपिराइटेडको भिडियो आछ र तपाईँको पनि फेसबुक एकाउन्ट मोनेटाइजेसन भइसकेछ भने तपाईँले मोनेटाइजेसनको रुल्स एन्ड रेगुलेसनमा चल्नु भएन भने तपाईँको फेसबुक एकाउन्ट मोनेटाइजेसन भएको डिमोनेटाइजेसन हुन सकिन्छ। यदि तपाईँले मोनेटाइजेसन गरिसक्नु भएको छ र तपाईँ त्यो रुल्सको अन्डरमा चल्नु भएन भने तपाईँको मोनेटाइजेसन डिमोनेटाइजेसन भइहाल्छ। त्यसमा तपाईँको अर्निङ जुन भएको होला त्यो अर्निङ पनि फ्युज भइसक्छ। सो साथीहरू मोनेटाइजेसन भइसकेपछि साथीहरू कपिराइटेड आउँछ र कपिराइटेडमा धेरै समस्या आउने गर्छ र तपाईँको फेसबुकमा भिडियो जुन हालेको हुन्छ त्यो भिडियोले तपाईलाई धेरै इस्यु पार्ने गर्छ। सो त्यसलाई कसरी हामी रिमुभ गर्ने अथवा कसरी रिमुभ गर्ने, यसलाई कसरी सोल्भ गर्ने तपाईँले थाहा छैन भने साथीहरू आजको भिडियोमा मैले A to Z तरिका सिकाउने छु र भन्ने छु। सो तपाईँ भिडियोलाई अन्तसम्म हेर्नु होला र मेरो युट्युब च्यानल त फर्स्ट टाइम भिजिट गर्नु प्लिज युट्युब च्यानल सब्स्क्राइब र बेल आइकनलाई प्रेस गरिदिनु होला। र साथसाथै साथीहरू धेरै क्रिएटरहरूले के गर्दै हुन्छ, जुन क्रिएटरहरूको फेसबुक एकाउन्ट मोनेटाइजेसन भएको हुँदैन भने त्यो क्रिएटरले के गर्छ भने जुन पाए त्यही फेसबुक एकाउन्टमा भिडियो अपलोड गरिरहेको हुन्छ। तर जुन क्रिएटरको फेसबुक एकाउन्ट मोनेटाइजेसन भइहाल्छ भने त्यो क्रिएटरले ध्यान दिनुपर्छ कि मोनेटाइजेसनको रुल्स के छ र त्यो अन्डरमा चल्नुपर्छ हामीले सबैले। यदि चल्नु भएन भने तपाईँको एकाउन्ट डिमोनेटाइजेसन भइसकेछ। र मेरो एउटा साथीले त्यस्तै भयो, उसले चलेन भने उसको मोनेटाइजेसन भएको एकाउन्ट डिमोनेटाइजेसन भइहाल्यो। र यस्तै हेर्दै हेर्नुहुन्छ भने मेरो एकाउन्टमा पनि कपिराइटेडको समस्या आउँछ र यसलाई कसरी सोल्भ गर्ने मैले तपाईँ लिएर जाँदैछु। सो तपाईँ अन्तसम्म हेर्नु होला। सो लेट्स स्टार्ट। सो साथीहरू म आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु र अब म तपाईँहरूलाई सिकाउन जाँदैछु कि तपाईँको फेसबुक आइडीमा कपिराइटेड आयो भने कुनै भिडियोमा त तपाईँले उसलाई कसरी सोल्भ गर्नुहुन्छ। A to Z तरिका सिकाउने छु, धेरै सिम्पल तरिकाले छु। तपाईँ भिडियो अन्तसम्म हेर्नु होला है। र यहाँ हेर्दै हुन्छु मेरो फेसबुक एकाउन्ट र म फेसबुक एकाउन्टमा क्लिक गरेँ र क्लिक गरेर साथीहरू म सबभन्दा पहिला होइन आफ्नो प्रोफाइललाई हेराइदिएँ र यहाँ हेर्न सक्नुहुन्छ 4,71,000 फलोवर्स कम्प्लिट भइसकेछ। र यहाँबाट म साथीहरू मेरो फेसबुक आइडीमा हेर्नुहुन्छ भ्युज कतिको जाँदैछ र अहिले धेरै कम भइसकेको छ। र सबभन्दा पहिला साथीहरू म तपाईँहरू एउटा नोटिफिकेसनमा जाँदैछु र त्यो नोटिफिकेसनमा म के हेराउँछु भने मेरो फेसबुक आइडीमा यहाँ हेर्दै हुन्छ कपिराइटेड आइसकेको छ। यहाँ हेर्दै हुन्छ तलमा यो कपिराइटेड आइसक्यो, योर भिडियो ह्याज कपिराइटेड एक्सन फ्रम राइट होल्डर्स। यो भिडियो मेरो कपिराइटेड आइहाल्यो र यसलाई कसरी हामीले सोल्भ गर्ने। यदि तपाईँले यसलाई राम्रोसँग सोल्भ गर्नु भएन भने तपाईँको आइडीको अर्निङ सबै म्युजिक होल्डरले लिने गर्छ। सो साथीहरू म तपाईँहरूलाई यसलाई सोल्भ गरेर हेर्न जाँदैछु। त्यो कपिराइटेड नोटिफिकेसन मैले क्लिक गरेर साथीहरू यहाँ हेर्दै हुन्छ मेरो 2वटा र योमा हेर्दै हुन्छ यो तलको होइन सोल्भ भइसकेछ र अर्को माथिको यो आएको छ होइन, योमा आएको छ कपिराइटेड के भन्छ, योर भिडियो ह्याज न्यू अपडेट रिभ्यू यो रिल्स अर्निङ आर बिङ क्लेम्ड बाई म्युजिक राइट होल्डर। यहाँ हेर्दै हुन्छ साफ भनिदिएछ। यदि तपाईँले यसलाई सोल्भ गरेन भने तपाईँको आइडीको अर्निङ सबै म्युजिक होल्डरले लिने गर्छ, त्यो भन्नुभएको छ। र साथीहरू अब हामीले कसरी यसलाई सोल्भ गर्ने होइन, साथीहरू यहाँ हेर्दै हुन्छ र यहाँ हेर्दै हुन्छ सी डिटेल्स हेर्दै हुन्छ साथीहरू। त्यो सी डिटेल्समा तपाईँले क्लिक गर्नुपर्छ र मैले यहाँ सी डिटेल्समा क्लिक गरेपछि त्यसपछि तपाईँहरूको यस्तो खालको इन्टरफेस हुन्छ। र इन्टरफेस आइसकेपछि साथीहरू तपाईँले यहाँ हेर्दै हुन्छ तपाईँहरूको यो म्युजिक होल्डर जब तपाईँहरूको जुन सङ ब्याकग्राउन्डमा मैले होइन जुन भिडियोमा सङ होइन पछाडिमा लगाएको थिएँ त्यो सङको कपिराइटेड बताएको छ, त्यही भएर आउँछ। र इन्टरफेस आयो साथीहरू यहाँ रिसोल्भ इस्यु र एक्सेप्ट च्यालेन्ज। अब तपाईँले यो दुईटा मध्ये रिसोल्भ इस्युमा क्लिक गर्नु होला। क्लिक गरेर साथीहरू यहाँ हेर्दै हुन्छ तपाईँको यस्तो खालको इन्टरफेस आउँछ। सर इन्टरफेस आइस साथीहरू त्यसपछि तपाईँले यहाँ हेर्दै हुन्छ वाट वुड यु लाइक टु डु त दिज आर एभाइलेबल एक्सन यु क्यान टेक रिगार्डिङ द चेन्जेस टु योर भिडियो। अब यो भन्दैछ र इजर म्युजिक छ, सब्मिट डिस्पिच छ र डिलेट भिडियो छ। अब यसलाई होइन तपाईँले होइन सबभन्दा पहिला मलाई त लाग्छ कि जुनको भिडियोमा कपिराइटेड आउँछ भने तपाईले डाइरेक्ट के गर्नु होला, यसलाई डिलिटै गरिदिनु होला। बुझ्नुभयो? र डिलिट यो भिडियो मैले क्लिक गरेँ भने यस्तो खालको इन्टरफेस हुन्छ र इन्टरफेस आइसकेपछि साथै त्यसपछि तपाईहरुको
को डिलिट रिमुभ भइहाल्छ। रिमुभ भएपछि द इस्यु एज रिसल्भ एन्ड नो फ्युचर एक्सन त्यो आएर यसरी डन गर्नु, त्यसपछि तपाईँको त्यो भिडियो डिलिट भइहाल्छ सिम्पली। यसरी तपाईँले आफ्नो फेसबुक एकाउन्टलाई रिसल्भ गर्न सक्नुहुन्छ। सो साथीहरू, म तपाईँलाई A to Z तरिका सिकाइदिएँ कि हामीले आफ्नो फेसबुक एकाउन्टमा कपिराइटेड भिडियोलाई कसरी रिसल्भ गर्ने होइन, कसरी हटाउने। र त्यहाँ हेर्नुहुन्छ धेरै अप्सन थियो र त्यो अप्सनलाई तपाईँले डिसमिस गर्नुभयो भने तपाईँको आइडीमा पनि मोनेटाइजेसन भएको आइडीलाई एन्ड जति अर्निङ भएको होला त्यो अर्निङ सबै होल्डरमा जान्छ, म्युजिक होल्डरमा जान सकिन्छ र तपाईँलाई $0 आउन सकिन्छ। सो साथीहरू तपाईँ आई होप कि तपाईँहरू बुझिसक्नु भएको होला मोनेटाइजेसन कसरी कपिराइटेड रिसल्भ गर्नुपर्छ हामीलाई A to Z तरिका मैले सिकाइसकेको छु। सो तपाईँ भिडियो अन्तसम्म हेर्नु भएको होला भने पक्कै सिकिसक्नु भएको होला। र फेरि पनि साथीहरू मेरो युट्युब च्यानल तपाईँ फर्स्ट टाइम भिजिट गर्नु प्लिज युट्युब च्यानल सब्सक्राइब बेल आइकनलाई प्रेस गरिदिनु। सो फेरि भेट्नु साथीहरू म तपाईँलाई नेक्स्ट भिडियोमा।